नमस्कार। कार्यक्रम स्वस्थ समाज लिएर हामी फेरि पनि उपस्थित भएका छौँ। दर्शकवृन्द, कार्यक्रम स्वस्थ समाज प्रत्येक बुधबार बिहान 11:25 बजे एनटिभी न्युज च्यानलबाट प्रत्यक्ष प्रसारण हुने गर्दछ र त्यसपछि फेरि पनि यसको पुनः प्रसारणहरू हुने गर्दछ। आज हामी यस कार्यक्रममा यहाँहरूलाई योगका बारेमा छलफल गर्दैछौँ। यहाँहरू समक्ष हुनुहुन्छ आज आचार्य बिन्दा। उहाँ योग ध्यान प्रशिक्षक हुनुहुन्छ र हाल उहाँ अभ्युदयम योग ध्यान केन्द्रमा कार्यरत हुनुहुन्छ। यो लगायत उहाँ अन्य सङ्घ संस्थामा पनि योग र ध्यानका विषयमा उहाँले प्रशिक्षण दिँदै आउनुभएको छ र उहाँले लामो समय जीवन विज्ञानमा पनि उहाँले निकै ठुलो योगदान गर्दै आउनुभएको छ। कार्यक्रममा यहाँलाई स्वागत छ। नमस्कार, धन्यवाद। हामीले यो योगलाई अब नेपाल भारत जस्ता मुलुकबाट योगको अहिले संसारभरि नै प्रचार प्रसार भइरहेको छ र नेपालमा हामीले प्रत्येक वर्ष माघ 1 गते राष्ट्रिय रूपमा योग महोत्सव मनाउँछौँ भने अन्तर्राष्ट्रिय रूपमा पनि अब संयुक्त राष्ट्रसङ्घको निर्देशन अनुसार हामीले 21 जुनमा यो दिवस मनाउँदै आएका छौँ। अन्तर्राष्ट्रिय जगतको कुरा गर्ने हो भने जीवन विज्ञान जहाँ यहाँ अहिले पनि जोडिनु भएको छ, यो प्रयोगशालाले पनि संसारभरि नै योग र ध्यानको प्रचार प्रसार गर्दै आएको छ। यहाँले अहिले हालसालै अब यो अभ्युदयम योग ध्यान केन्द्रमा पनि यहाँ कार्यरत हुनुहुँदो रहेछ। योग र ध्यानलाई संसारमा परिचित गराउनलाई, अझै पनि यसको प्रचार प्रसार गर्नलाई कस्ता खालका कार्यहरू गर्दै आउनुभएको छ यहाँ जस्ता योग प्रशिक्षकहरूले? यहाँको प्रश्न अत्यन्तै सान्दर्भिक छ। योग वास्तवमा हरेक मनुष्यलाई आवश्यक पर्ने विषय हो। योगभित्र विभिन्न यसका चरणहरू रहेका हुन्छन्। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि। यो व्यक्तिको आफ्नो उभित्रको चेतना विकासको, उभित्रको एउटा अत्यन्त उच्चतम ऊर्जामा पुग्ने एक प्रकारको यो चरण हो र यो हरेक व्यक्तिलाई जरुरी छ। यो विश्वका हरेक मानवलाई जरुरी छ, किनभने उसलाई स्वास्थ्य हासिल गर्न, उभित्रको खुसीलाई उजागर गर्न, उभित्रको साहस बढाउन, उभित्रका प्रेम, सेवा जस्ता कुराहरू भित्र उजागर गर्न, उभित्र ज्ञानोदय गराइदिन, उभित्र दृढ लक्ष्य र सङ्कल्पको विकास गर्न र उभित्रको चेतनालाई उजागर गर्नको लागि योग जरुरी भएको कारणले हामीले विभिन्न अनलाइन योग ध्यान साधना गर्ने अनलाइन प्लेटफर्महरूको विकास गरेर, विभिन्न भौतिक योगशालाहरूको स्थापना गरेर, विभिन्न सङ्घ संस्था, निकाय, विद्यालयहरूमा गएर विभिन्न योग ध्यानका प्याकेजहरू निर्माण गरेर उहाँहरूलाई योग ध्यान गराउन सक्छौँ। योग ध्यानलाई हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सबैलाई जोड्न सक्छौँ। यो कुनै एक देशको, एक वर्गको, एक समुदायको, एक धर्मको मात्रै विषय रहेन। अब किन रहेन भनेदेखि यसलाई युनिभर्सल्ली, विश्वव्यापी रूपमा यसलाई स्वीकार गरिएको र यो चाहिँ सर्वोत्कृष्ट विधि हो। यसले व्यक्तिलाई एकदमै सबैभन्दा सही तरिकाले व्यक्ति लाभान्वित हुन्छ, लाभ पुर्याउँछ र व्यक्ति अत्यन्त आफ्नो जीवनलाई अत्यन्त सुन्दर बनाउन सक्छ भन्ने प्रमाणित भएको एउटा पद्धति हो यो। संयुक्त राष्ट्रसङ्घ जुन संस्थाले योग ध्यानलाई चाहिँ एउटा अथेन्टिकेसन गरेर संसारभरिका मुलुकहरूले यो मनाउन है भनेर जसरी निर्देशन जारी गरेको छ, त्यही संयुक्त राष्ट्रसङ्घमा पनि धेरै अगाडिदेखि योग ध्यान गर्ने एउटा कक्ष छ भनिन्छ नि। यहाँलाई यसको बारेमा केही जानकारी छ? यस्ता ठुल्ठुला एजेन्सीहरूमा र मल्टिनेसनल कम्पनीहरूमा चाहिँ योग ध्यान गर्ने, प्रार्थना गर्ने चाहिँ त्यस्ता कक्षहरू निर्माण गरिएका हुन्छन् र हामी पनि के चाहन्छौँ भने सिंहदरबारमा, मन्त्रालयहरूमा, विभागहरूमा, विभिन्न ठुल्ठुला कम्प्लेक्सहरूमा, गाउँटोलमा बन्ने सामुदायिक भवनहरूमा पनि अब यो कक्ष निर्माण गरियोस् ताकि त्यहाँ व्यक्तिहरू गएर योगाभ्यास गर्न पाउन्, ध्यान गर्न पाउन्, प्रार्थना गर्न पाउन्, साधना गर्न पाउन्, सत्सङ्ग गर्न पाउन्, सङ्कीर्तन गर्न पाउन्। यो सबैले व्यक्तिलाई के गर्छ भनेदेखि त्यो संस्थामा, त्यो समाजमा सामाजिक हेल्थ यानि कि उनीहरूको सोसल हेल्थ राम्रो बनाउँछ। त यो एउटा तरिका हुनसक्छ। यहाँ त नेपाल सरकारको कर्मचारी पनि हुनुहुन्छ। मलाई लाग्छ गृहमन्त्री नारायण काजी श्रेष्ठको पालामा होला यो प्रत्येक मन्त्रालयहरूमा चाहिँ सायद यो गृह मन्त्रालयबाट सुरु भयो जस्तो लाग्छ। 15 मिनट योगदान गरेर मात्रै अनि अरू अफिसको दैनिक कार्य सुरु गर्ने भन्ने
जुन त्यो सुरुवात भएको थियो त्यो चाहिँ अहिले कुन रूपमा गइरहेछ? मेरो जानकारीमा भएसम्म म पनि धेरै सरकारी निकायहरूमा मन्त्रालय विभाग तालिम प्रतिष्ठानहरूमा चाहिँ म योग ध्यानको अभ्यास गराउँछु। उहाँहरूलाई मिटिङमा सेमिनारमा गोष्ठीमा कर्मचारी क्षमता अभिवृद्धिमा योग ध्यान गराउने गरेको छु र धेरै म तालिम प्रतिष्ठानको निर्देशक पनि भएको नाताले उहाँहरूले मलाई निमन्त्रणा गर्नुहुन्छ र यो अभ्यास जारी छ। यो गृह मन्त्रालयले प्रारम्भ गरेको थियो जीवन विज्ञानसँगको सहकार्यमा। त म जीवन विज्ञानमा पहिले त्यहीँ रहेर म शिक्षा प्रशिक्षक विकास केन्द्रमा रहेर विभिन्न पाठ्यक्रम निर्माण गर्ने तालिमको प्रशिक्षण गराउने काम गर्थेँ। त अहिले हामी आफैले अलिकति फ्रिलान्सर रूपमा धेरै निकायहरूमा यसको माग भएको कारणले जस्तै विभिन्न सम्प्रदायहरू कृष्ण प्रणामी परिवार पतञ्जलि परिवार अन्य अरू योग ध्यानका अन्य परिवारहरूले पनि ध्यान चाहिँ हामीलाई जरुरी छ, योग ध्यान प्राणायामका अभ्यासहरू चाहिँ प्रशिक्षण गरिदिनुहोस् भनेको कारणले गर्दाखेरि पनि हामीले एउटा अलिकति फ्रिलान्सर भएर काम गर्ने प्रयास गरेर जुन अभिदय योग ध्यान छ। त यसले अब के गर्छ भनेदेखि विद्यालयमा कर्पोरेट सेक्टरमा विभिन्न सरकारी कार्यालयमा सङ्घ संस्थाहरूमा गएर उहाँहरूको आवश्यकता अनुसारका प्याकेजहरू निर्माण गरेर योग ध्यानको अभ्यास गराउँछ। त अघि यहाँले भन्नुभएको जुन गृह मन्त्रालयले प्रारम्भ गरेको कुरा थियो त्यो चाहिँ जीवन विज्ञानसँगको सहकार्यमा त्यो अगाडि बढेको थियो। सुरक्षा निकायमा जिल्ला प्रशासन कार्यालयहरूमा गृह मन्त्रालय अन्तर्गतका निकायमा र अन्य पनि धेरै निकायमा चाहिँ यसलाई मिटिङहरू सुरु गर्नुभन्दा अगाडि कार्यालय प्रारम्भ गर्नुभन्दा अगाडि चाहिँ 15 मिनट चाहिँ त्यो जागरण ध्यान गर्ने अभ्यास अहिले पनि छ र जहाँ जहाँ जसले जे विधि जानेका छन् त्यो विधिहरू चाहिँ अब चाहिँ हरेक हाम्रा क्रियाकलापहरूमा चाहिँ यो प्रारम्भ गर्नुपर्छ। जस्तै विद्यालयमा विद्यार्थीले पढ्नुभन्दा अगाडि पनि एकछिन माइन्डफुलनेस 5 मिनट माइन्डफुलनेस भनेको सबै कुरा सजग हुने, कहाँ के भइरहेको छ थाहा पाउने, आफ्नो वरिपरिको परिवेशलाई निहाल्ने, त्यसलाई बोध गर्ने र आफू एकदम सजग भएर होसमा रहेर बोधपूर्ण बनेर कार्यक्रम प्रारम्भ गर्ने त्यो चाहिँ अभ्यास सुरु भएको छ। यहीँ पनि हुनसक्छ हजुर मैले कार्यक्रम सुरु गर्नुभन्दा अगाडि अलिकति माइन्डफुलनेस मेडिटेसन गरेर कार्यक्रमलाई प्रारम्भ गऱ्यो भने यो कार्यक्रमको गुणवत्ता असाध्यै राम्रो हुन्छ। जुन विद्यार्थीहरू शिक्षकहरू र कर्मचारीहरूलाई यहाँले पाठ्यक्रमहरू नै बनाएर पनि यो तालिम दिने जुन जमर्को गर्नुभएको छ त्यसमा चाहिँ कस्तो खालको पाठ्यक्रमहरू यहाँले डेभलप गरिराख्नु भएको छ? जस्तो विद्यार्थीको लागि छुट्टै, शिक्षकको लागि छुट्टै, कर्मचारीलाई छुट्टै हुन्छ कि यो एकै खालको हुन्छ? फरक नै हुन्छ, उमेर अनुसार फरक हुन्छ, बुझाइको स्तर अनुसार फरक हुन्छ, कग्निटिभ लर्निङ प्रोसेस हुन्छ त्यो बच्चाहरूको देखि लिएर त्यो एडल्टसम्मको फरक हुन्छ, बुढाबुढीहरूको फरक हुनसक्छ। त्यस कारण त्यही प्रकारको विधि र अभ्यासहरू हामीले गराउनुपर्छ। ठाउँ विशेष अनुसार हुन्छ, योग हलमा फरक हुन्छ, मिटिङ सेमिनारमा अलग हुनसक्छ, कुनै प्राकृतिक ठाउँमा जाँदा अलग प्रकारको विधि हुनसक्छ नि त। त्यस कारणले हामीमा यो प्रकारको विविधता जरुरी छ। किन सबै मानिसहरू योग ध्यानमा जोडिएनन् त राम्रो हुन्छ भन्ने थाहा हुँदै भन्ने कुरालाई त्यो महसुस गऱ्यौँ हामीले विगतको हाम्रो आफ्नो अनुभवको आधारमा। सबै मान्छे योग ध्यान सिकाउने सेन्टरमा पुग्न सकेनन्, सबै मानिसहरूले घरमा अभ्यास गर्न सकेनन्। त त्यस कारणले उहाँहरूले जहाँ जस्तो चाहनु भएको छ त्यस्तै प्रकारका योग ध्यानका प्याकेजहरू निर्माण गरेर यदि उहाँहरूलाई त्यो डेलिभरी गरियो भने त के हुने भयो भने ती व्यक्तिहरूले पनि त लाभ लिन पाउने भए। त्यस कारणले फरक हुन्छ। त्यसरी हामी गरिरहेका छौँ। जस्तै कार्यालयहरूको लागि जीवन व्यवस्थापन कार्यशाला, जीवन व्यवस्थापन कार्यशाला भनेको आफ्नो जीवनमा आएका तनावहरूलाई बेला बेलामा व्यवस्थापन गर्दै जाने, अर्को खुसी भएर काम गर्ने कला, कसरी खुसी भएर काम गर्ने भन्ने कुरा सिकाइदियो भने त गाडी हाँक्ने मान्छे गाडी हाँक्दै खुसी भएर गाडी हाँक्छ, ऊ भित्रका ह्याप्पिनेस हर्मोनहरू रिलिज भइराख्छन्, ऊ सकारात्मक भइरहन्छ, उसको एनर्जी शान्त भइरहन्छ भित्र। त त्यसै गरी केही हिँड्ने मान्छे हिँड्दा पनि त कसरी हिँड्ने भन्ने कुरा थाहा पाउनु पर्यो नि त। कतै ठेस लागेर लड्दै हिँड्ने कि कतै नेगेटिभ नकारात्मक समाचार सुन्दै हिँड्ने कि होइन, त्यसमा फरक पर्छ नि त। जीवनशैली कसरी परिमार्जन गर्दै लाने भन्ने कुरा। अनि अन्तिममा चाहिँ अर्को तेस्रो जीवन व्यवस्थापनमा
काम र जीवनको सन्तुलन, यानि कि अहिले वर्क लाइफ ब्यालेन्स, आफ्नो जीवन र कामलाई कसरी सन्तुलित बनाउने र सफलतासहित आफ्नो शान्ति र आनन्द पनि कायम राख्ने भन्ने त्यो जीवन जिउने कला, त्यो लाइफ स्किलको एकदमै माग छ शोभाजी, अत्यन्तै माग छ। यही ग्यापलाई फुलफिल गर्न हामी प्रयास गरिरहेका छौँ। त्यस्तै प्रकारको करिकुलमहरू निर्माण गरिरहेका छौँ। अहिले म करिकुलम डेभलपमेन्ट फ्यासिलिटेटर पनि म हुँ। त्यसले गर्दाखेरि म आफ्नो जिम्मेवारी अनुरूप र यसलाई अब हामी के गर्दैछौँ भने पुरै योग ध्यानलाई हामी पाठ्यक्रमै बनाएर, सर्ट टर्म लङ टर्म पाठ्यक्रमै बनाएर विद्यालयदेखि लिएर कलेजसम्म कर्पोरेट सेक्टर ट्रेनिङमा पनि यसलाई हामी लागू गर्न खोजिरहेका छौँ। सँगसँगै अर्को महत्त्वपूर्ण कुरा, यो देशमा 35,000 योग प्रशिक्षकको माग छ। करिब 10-15 हजार योग प्रशिक्षक हुनुहुन्छ, डाटा छैन एक्ज्याक्ट। ती व्यक्तिहरूसँग कुनै पनि सरकारी सर्टिफिकेसन छैन। प्राइभेट संस्थाहरूले दिएका छन्, विभिन्न आध्यात्मिक संस्थाहरूले योग ध्यानकाहरूले दिएका छन्, कसैसँग पनि सरकारी सर्टिफिकेसन छैन। ती व्यक्तिहरूलाई सरकारी औपचारिक प्रमाणीकरणको धारमा ल्याउने पनि हामीले सोचिरहेका छौँ। त्यो गर्नुपर्ने जरुरी छ। नियमनको लागि, रोजगारी प्रदान गर्नको लागि र अर्को चाहिँ सरकारको एउटा दायरामा, नियमनको दायरामा ल्याउनको लागि यो असाध्यै जरुरी छ। अब यदि भयो भने कुन मन्त्रालय अन्तर्गत पर्छ? अब यसलाई विभिन्न मन्त्रालयले, खास गरी शिक्षाको हिसाबले योग शिक्षाको हिसाबले हेर्ने भने शिक्षा मन्त्रालयले र नेपाल सरकारको कार्यविभाजन नियमावली अनुसार यसलाई शिक्षाले हेर्ने गरेको छ र यो चाहिँ पाठ्यक्रममा लागू गर्नको लागि शिक्षाकै महत्त्वपूर्ण भूमिका हुन्छ। सँगसँगै योग दिवस, ध्यान दिवस मनाउने काम चाहिँ शिक्षा मन्त्रालयले नै गरिरहेको छ। अब यसलाई संस्कृतिको रूपमा हेर्ने हो भनेदेखि योग कल्चर, स्पिरिचुअल टुरिज्म, योग टुरिज्मको रूपमा हेर्ने हो भने, वेलनेस टुरिज्मको रूपमा हेर्ने हो भने संस्कृति मन्त्रालय, स्वास्थ्यको रूपमा हेर्ने हो भने आरोग्यताको रूपमा, आयुर्वेदको रूपमा के अरे हेर्ने हो भने स्वास्थ्य मन्त्रालय। खास गरी यो 3टा मन्त्रालय विशेष महत्त्वपूर्ण छ। योगलाई कसैले खेलकुदको रूपमा पनि लिने गरेका छन्। हजुर, खेलकुदसँग पनि जोडियो। यो जसरी अब परापूर्व कालमा जतिखेर योगको भर्खरै त्यो प्रारम्भ हुँदै थियो होइन, त्यतिखेर चाहिँ गुरुकुलमा गएर विद्यार्थीहरूले योगको शिक्षा लिन्थे। अब हाम्रो कार्यक्रममा त गुरु आफै आइपुग्नु भएको छ। यो अपर्च्युनिटीलाई चाहिँ हामी गुमाउन चाहँदैनौँ भने जसरी यहाँले कर्मचारीहरूलाई अफिसहरूमा गएर तालिम दिनुहुन्छ नि, छोटकरीमा यहाँले अलिकति हाम्रो जो दर्शकहरू, जो कर्मचारी हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ अब कार्य प्रारम्भ गर्नुभन्दा अगाडि कस्तो खालको एउटा सानो टिप्स दिनु होला कि ताकि उहाँहरूले चाहिँ त्यसलाई आत्मसात गर्न सक्नु? अत्यन्तै वास्तवमा यहाँले भने जस्तै अध्यात्म, योग, ध्यान भन्ने विषयहरू जबसम्म व्यवहारमा आउँदैन, अभ्यासमा आउँदैन, त्यसले दिने लाभ हामी पाउन सक्दैनौँ। त त्यसलाई हामी पढेर मात्रै, सुनेर मात्रै चाहिँ हुँदैन, त्यसलाई गर्नुपर्छ। यानि कि आफूले अभ्यास गर्नुपर्छ, साधना भनिन्छ त्यसलाई, त्यो गर्नुपर्छ। त त्यो गर्नको लागि हामी जस्तै कार्यालयमा सबैजना पहिलो जुन कार्यालय फर्स्ट आवरमा हामी भेला हुन्छौँ, भेला हुँदाखेरि हामी जहाँ बस्छौँ, बस्दाखेरि कतिजना धेरै बसाइ मिलाएर बस्नु भएको हुँदैन। आउने बित्तिकै आज दिनभरि के भयो, राजनीतिका कुरा, नेता अभिनेताका कुरा गरेर, युद्धका कुरा, दुर्घटनाका कुराहरू गरेर बिताउनुहुन्छ। त्यो सबै त्यसले के गर्छ भने हाम्रो ऊर्जा प्रणालीलाई एकदमै विखण्डित गरिदिन्छ र अर्को नष्ट क्षयीकरण गरिदिन्छ। यदि हामी त्यसरी बस्छौँ भने पहिला हामी एकछिन शान्त भएर बसौँ ल भनेर लामो गहिरो श्वास लिने, मेरुदण्ड सिधा बनाएर बस्ने, एकछिन आँखा बन्द गरेर आफ्नो सबै वरिपरि भएको कुराहरू याद गरौँ, अभिवादन गरौँ, एकअर्कालाई कृतज्ञता भाव व्यक्त गरौँ। हामी कार्यालयमा छिर्दा आहा मलाई यो संस्थाले, यो कार्यालयले मलाई जब दिएको छ, यसप्रति कृतज्ञता भाव व्यक्त गरौँ। त्यस्तो खालको अभ्यास प्रयासले के गर्छ भने त्यो काम गर्ने वातावरणलाई एकदमै सकारात्मक बनाउँछ र व्यक्तिहरू बिचको सम्बन्धलाई पनि सुमधुर बनाउने कारणले यो प्रकारको अभ्यासहरू गर्न सकिन्छ। एकछिन 5-10 मिनट, 10-15 मिनट हामी एकछिन ध्यान गरौँ है भनेर ध्यान गर्न सकिन्छ। अर्को कुरा, हामी मिटिङ सुरु गर्नुभन्दा अगाडि पनि हामी यस्ता प्रकारको अभ्यासहरू गर्न सक्छौँ र जीवन विज्ञानका हाम्रा श्रद्धेय गुरुदेवहरूले जुन निर्माण गरेर युट्युबमा पनि राखिएको छ जीवन विज्ञानबाट, स्वजागरण ध्यान विधि यहाँहरूले गर्न सक्नुहुन्छ। स्वजागरण ध्यान विधि छ र त्यस्ता अरू धेरै प्रकारका जस्तै लामो गहिरो श्वास लिने, माइन्डफुल भएर सबै कुराहरू याद गर्ने, आफ्नो शरीरमा श्वासमा याद गर्ने, एकछिन शान्त भएर आफ्नो शरीरलाई हेर्ने, आफ्नो विचारहरूलाई वाच गर्ने, आफ्नो मन शान्त अशान्त के छ भनेर अवलोकन गर्ने, यस्तो अभ्यासहरू पनि गर्न सकिन्छ। अनि अरू चाहिँ के गर्न सकिन्छ
भने विभिन्न गोष्ठी सेमिनारहरू आयोजना गर्दाखेरि डिफ्रेन्ट क्लासहरू हुन्छन् नि, त्यसमध्ये 1-2 वटा योग ध्यानका प्रयोगात्मक अभ्यासका क्लासहरू, स्पिरिचुअल टपिकमा क्लासहरू गर्न सकिन्छ, आरोग्यताको क्लासहरू गर्न सकिन्छ, आत्मजागरणको क्लास गर्न सकिन्छ। यहाँले त अब धेरै समय भयो यो क्षेत्रमा बिताउनु भएको, यसरी प्रशिक्षणहरू दिँदै आउनु भएको छ नि यहाँले। यसमा चाहिँ फिडब्याकहरू कस्तो आइरहेछ? जस्तै कर्मचारीहरूको सेक्टरबाट, शिक्षक र विद्यार्थीको सेक्टरबाट कस्तो खालको फिडब्याक, कस्तो खालको परिवर्तन यहाँले पाउनु भएको छ? सुरुमा योग ध्यानको कार्यक्रममा चाहिँ उहाँहरूलाई पहिला सुरुमा कन्भिन्स गरेर ल्याउन अलिकति समय लाग्छ, तर जब आइसक्नुहुन्छ, आएपछि त ओहो उहाँहरू आश्चर्यचकित पर्नुहुन्छ। ओहो यस्तो कार्यक्रम मैले किन पहिले लिन, यो बारेमा किन हामीलाई पहिले थाहा भएन भनेर उहाँहरू अत्यन्तै रिग्रेट गरेको मैले भेटेको छु। ओहो मैले यो कार्यक्रम किन पहिले जोडिनँ भनेर, किनभने उहाँहरूलाई त्यो सुनिसकेपछि ओहो नितान्त सबै मेरो जीवनसँग सम्बन्धित कुरो छ, मेरो शरीरसँग, मेरो मनसँग, मेरो भावनाहरूसँग, मेरा गुण अवगुणसँग, मेरो कन्सियसनेससँग सम्बन्धित कुरो छ नि त, सबैसँग मिल्छ नि त। मिलेपछि ओहो सबैलाई उहाँ आफू लिङ्क गर्नुहुन्छ। अनि लिङ्क गरिसकेपछि हामी केही अभ्यासहरू गर्छौँ, थेरापीहरू गर्छौँ, योगाभ्यास, प्राणायाम, ध्यान गर्छौँ। अनि त्यो गरिसकेपछि जुन उहाँभित्र एक प्रकारको तत्कालै आफूभित्रको जुन एक प्रकारको शान्तिको अनुभव गर्नुहुन्छ, खुसीको अनुभव गर्नुहुन्छ, त्यहाँ सङ्कीर्तन हुन्छ, त्यहाँ अरू मेडिटेसन हुन्छ, त्यहाँ गहिरो विश्रामको प्रयोग गरिन्छ। तत्पश्चात उहाँहरूले एकदम गहिरो एक प्रकारको शान्ति र आनन्दको अनुभव गर्ने भएकोले उहाँहरूको पृष्ठपोषण के हुन्छ भने ओहो यस्तो कार्यक्रम मैले किन पहिले लिन भन्नुहुन्छ। पहिला आउन गाह्रो मान्नुहुन्छ, थाहा यो कस्तो यस्तो होला भन्ने उहाँहरूलाई थाहा छैन, किनभने यो व्यापक रूपमा जनजनमा गएको छैन नि त। अनि योग भन्ने बित्तिकै मानिसहरूलाई आसन गराउने होला, एकदम धेरै आसन हुन्छ होला, कठिन हुन्छ होला भन्ने खालको सोच्नुहुन्छ, होइन। त्योभित्र धेरै प्रकारको अभ्यास प्रयोगहरू छ। अभिदय योग ध्यानले त 108 प्रकारको विधिहरूको विकास गरेको छ, ताकि बस्दा बस्दै ध्यान होस्, ताकि हिँड्दा हिँड्दै ध्यान होस्, ताकि गाडी हाँक्दा हाँक्दै ध्यान होस्, ताकि गार्डनमा फुल रोप्दा रोप्दै ध्यान गर्नुहोस्, जमिनमा उभिएर पनि ध्यान भन्छ। त्यसकारणले हजुर यो एकदम सान्दर्भिक लाग्यो, किनभने अहिलेको व्यस्त जीवनमा मानिसहरूलाई होइन, जस्तो गुरुकुलमै गएर शिक्षा लिएर त्यसको बारेमा जान्ने अथवा प्र्याक्टिस गर्ने त्यति समय नभएको अवस्थामा यहाँले यसरी यसलाई दैनिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर गरिराख्नु भएको छ। तर यो गर्दा गर्दै चाहिँ अब जस्तो कतिपय विश्लेषकहरूले चाहिँ जस्तो योगको जुन मूल मर्म छ नि होइन, जस्तो मन र आत्माको मिलन पनि भनिन्छ होइन, यसलाई चाहिँ यो जुन मूल मर्मबाट अहिले चाहिँ अब कतिपय संस्था, यहाँहरूले त त्यो पक्कै पनि त्यसमा ध्यान राख्नु भएको, कतिपय सङ्घ संस्थाले चाहिँ यसलाई एउटा एक्सर्साइजको रूपमा पनि सिकाउँदै आउनु भएको छ होइन। त्यसरी पनि त्यो टिचिङहरू गरिन्छ विदेशमा पनि। अब विदेशीहरू, अब नेपालीलाई नै थाहा छैन भने चाहिँ विदेशीलाई त अब थाहा पाउनु अलि समय नै लाग्छ होइन। उहाँहरूले चाहिँ त्यो एक्सर्साइज जुन छ कसरतहरू, त्यसलाई चाहिँ अब हठ योगा के योगा भनेर चाहिँ त्यसरी गराउनुहुन्छ। यसले चाहिँ योगको मूल मर्मको जुन मर्म छ त्यसबाट अझै पछाडि हटेर पछि यसको परिभाषा परिवर्तन हो कि हुने हो कि भन्ने एउटा तर्क छ। अर्को चाहिँ यहाँले भन्नुभयो जस्तै यसलाई चाहिँ दैनिक जीवनसँग जोडेर कसरी गर्न सकिन्छ भनेर पनि हामीले सिकाइरहेका छौँ भनेर भन्नुभयो। यहाँले कसरी लिनुहुन्छ यसलाई? यसले मोडर्नाइजेसन भएको हो कि त्यो मूल मर्म चाहिँ यथावत रूपमा जहाँको त्यहीँ राखेर नै यहाँले सिकाइरहनु भएको छ? कसरी अगाडि बढिरहेछ यो? योग भनेको आफ्नो मूल स्रोतसँग जोडिएर मात्रै हुन्छ। जस्तै यस आदियोगी शिवको हामी नाम लिन्छौँ, उहाँले नै योगलाई सारा विश्वभरि संसारभरि फैलाउनु भयो र त्यसका योगका विधि र सूत्रहरू दिनुभयो। विज्ञान भैरव तन्त्रमा 112 वटा ध्यानका सूत्र दिनुभएको छ। त्यसै गरी ऋषि पतञ्जलीले जुन अष्टाङ्ग योगको कुरा गर्नुभएको छ, त्यसै गरी भगवान् गौतम बुद्धले 4 आर्य सत्य र अष्टाङ्गिक मार्ग दिनुभएको छ। योभन्दा यताउति डाइभर्ट हुँदैन। जस्तै हामी परम गुरु ओशोलाई ध्यानलाई जनजनमा फैलाउने गुरुको रूपमा हामी लिन्छौँ, उहाँले नै ध्यानका धेरै विधिहरू दिनुभएको छ। त्यसै गरी हाम्रा रामदेव बाबाले योगलाई विश्वभरि फैलाउनु भयो, योगासन योगलाई, स्वास्थ्यको लागि योग, र ती कुराहरू मूल धारबाट हामी रत्ति पनि डाइभर्ट नभइकन त्यो मूल धार र जीवन विज्ञानका हाम्रा परम श्रद्धेय गुरुदेवले जुन हामीलाई दिनुभएको जुन उपायहरू विधिहरू छ, त्यो गुरुको मूल मर्मलाई नै आधार मानेर हामी गर्छौँ र मूल स्रोतबाट कहिले पनि योग अलग हुँदैन।
त्यही स्रोत। जहाँ गए पनि जे गरे पनि 84वटा आसन हो, 84 आसन हो। त्यसरी जहाँ गए पनि जे गरे पनि प्राणायाम त्यही हो, यो युनिभर्सल हो। एउटा कुरा हामी के बुझौँ भने योगाभ्यास प्राणायाम ध्यान युनिभर्सल हो, कोही व्यक्ति संस्थाको यो कुनै एकाधिकार लागू हुने कुरा होइन। किनभने यो चाहिँ मान्छेको नितान्त शरीरसँग सम्बन्धित छ। शरीर त यो विश्वको 8 अर्ब मान्छेसँग छ, यो नितान्त श्वाससँग सम्बन्धित छ। यो विश्वको 8 अर्ब मान्छे लगायत अरू प्राणी पनि श्वास फेर्छन्। त्यसै गरी यो भावनासँग इमोसन्स फिलिङ्ससँग सम्बन्धित छ। सबै व्यक्तिहरू जो चेतना छ उनीहरूसँग त्यो फिलिङ्स छ र सबै चेतनासँग सम्बन्धित छ। सबै व्यक्तिको आफ्नो एउटा थाहा पाउने बोधको क्षमता छ। भनेपछि यो अन्तर्राष्ट्रिय रूपमा जुन विदेशीहरूलाई यहाँले सिकाउनु उहाँहरूले पनि यो कुरा यसैलाई आधार शरीर मन भावना चेतना र व्यक्तिले मनुष्यले जान खोजेको कहाँ हो, स्वास्थ्य खुसी प्रेम शान्ति र आनन्दमा जान खोजेको त्यहीँ लाने हो। यही भएकै चिजलाई यहाँ बाहिर फेर अरू कुरै छैन। यही शरीरलाई यही मनलाई यही भावनालाई यही चेतनालाई प्रयोग गरेर त्यसको सर्वोत्कृष्ट स्वरूपमा आफूलाई लैजाने अभ्यास साधना नै योग हो। अब यति धेरै यहाँले काम गरिराख्नु भएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा होइन, शिक्षक विद्यार्थीदेखि लिएर कर्मचारीको लागि पनि यहाँले करिकुलम डेभलप गरिराख्नु भएको छ भनेदेखि अब एउटा केही कुरा टिप्सहरू गृहिणीको लागि पनि बताइदिनुहोस्। जस्तो उहाँहरूले पनि अब काम गर्दा गर्दै पनि त्यो योग र साधना ध्यानलाई चाहिँ अवलम्बन गर्न सक्नुहुन्छ कि होइन, किनभने उहाँहरूलाई घर बच्चाहरू परिवारहरू हेर्दै बाहिर गएर सिक्न फुर्सद नहुन सक्छ। यद्यपि अहिले सामाजिक सञ्जालले यो उपलब्धता त गराएको छ, तथापि उहाँहरूले पनि घरमा काम गर्दा गर्दै होइन आफ्नो घरायसी जीवन दैनिक कार्य गर्दा गर्दै केही गर्न सक्नुहुन्छ कि? एकदम सक्नुहुन्छ र गृहिणीलाई यो झनै आवश्यक छ, जरुरी छ। भन्नुहुन्छ गृहिणीहरूले मैले घरको यत्रो घन्टा काम गरेको छु 10-12 घन्टा, मलाई एक्सर्साइज पुगेकै छ नि भन्नुहुन्छ। पुग्दैन। कसरी पुग्दैन भने कुनै हात धेरै चल्ला रे, खुट्टो धेरै चल्ला रे, तर यो शरीरको सम्पूर्ण पार्ट त चल्या हुँदैन नि त। त्यस कारणले हामीलाई शारीरिक योगाभ्यास जरुरी छ, हामीलाई प्राणायाम जरुरी छ, ब्रिदिङ टेक्निक, हामीलाई केही प्रार्थना त्यो एउटा श्रद्धासँगै उहाँहरूको मन पनि धेरै चल्छ नि, त्यसलाई चाहिँ शान्त गराउनु, त्यो मनलाई मन शान्त र भावनालाई सन्तुलित बनाउनु जरुरी छ। सारा समस्याहरू मनको कारणले आउँछन्। मनुनैव मनुष्याणाम कारणम बन्ध मोक्षयते। हामीलाई बन्धनमा पार्ने पनि मन हो र हामीलाई मोक्ष गरिदिने पनि मन हो। सारा जीवनको ड्राइभर चाहिँ के हो? मन हो। तर त्यो ड्राइभर कहाँ छ, के गरिरहेछ, त्यो ड्राइभर मेरो दायरामा छ कि मेरोभन्दा बाहिर छ भन्ने कुरा, मेरो कन्ट्रोलभन्दा बाहिर छ भन्ने कुरा थाहा पाउनु जरुरी छ। त्यो थाहा पाउने काम ध्यानले गर्छ। त गृहिणीहरू हरेक दिन 90 मिनट जोडिएर विभिन्न आफ्नो नजिक भएका आफ्नो पहुँचमा भएका अनलाइन तथा भौतिक जुन योग ध्यान गर्ने साधना केन्द्र साधना योगशालाहरूमा गएर अभ्यास गर्नुहोला। म यो अनुरोध गर्दछु तपाईहरू कम्तीमा 90 मिनट 30 मिनट 30 मिनट योगाभ्यास 30 मिनट प्राणायाम 30 मिनट ध्यानको अभ्यास गर्नुहोला। त त्यसबाट प्राप्त हुने जुन एक प्रकारको आरोग्यता छ, त्यो खुसियाली छ, स्वास्थ्य जुन राम्रो बन्दछ त्यो अद्भुत हुन्छ। यहाँ जोडिनु होला, गर्नु होला। साथसाथमा कहीँ गएर यहाँले हुनसक्छ नि जीवन विज्ञान जान सक्नुहुन्छ अथवा अभिदयमा आउन सक्नुहुन्छ, विपश्यना जान सक्नुहुन्छ, विभिन्न पतञ्जलीमा जान सक्नुहुन्छ, ओम शान्तिमा जान सक्नुहुन्छ। जहाँ आफ्नो छ यहाँलाई सहज हुन्छ, जहाँ आफूलाई जान मन लाग्छ त्यहाँ गएर यहाँहरू योग ध्यान गर्नुहोला। जहाँ गए पनि हुन्छ, सबैले लाने माध्यम तिनै हुन्, शरीर मन भावना चेतनामा लाने हुन्। सबैले प्रयोग गर्ने तिनै योगाभ्यास प्राणायाम ध्यानका अभ्यास हुन्। जे नाम दिए पनि हामी अल्मलिनु पर्दैन। हरेक व्यक्तिले आफ्नो जीवनशैलीमा योगाभ्यास प्राणायाम ध्यानलाई चाहिँ आफ्नो जीवनशैली बनाउनु जरुरी छ। यो म विशेष अनुरोध गर्दछु। आफ्ना लागि गृहिणीहरू आफ्ना परिवारका लागि घरका लागि कति धेरै समय खर्च गर्नुहुन्छ, तर के तपाईँले आफ्ना लागि समय छुट्याउनु भएको छ भन्ने कुरा म क्वेसन गर्न चाहन्छु। बिन्दा म्याडम, यस्तो अब जस्तो गृहिणीहरू होइन धेरै जस्तो त अब बुहारी पर्नुहुन्छ नि त उहाँहरू होइन, सासू ससुरा हेर्नुपर्ने, बच्चाहरू हुर्काउनु पर्ने, श्रीमानलाई समय दिनुपर्ने होइन, उहाँहरू आफू त चाहनुहुन्छ होला। यहाँले ती श्रीमानहरू ती सासू ससुराका लागि पनि एउटा सन्देश दिइदिनु होला। उहाँको बुहारी स्वस्थ हुनु मानसिक र शारीरिक रूपमा कतिको आवश्यक छ, यो चाहिँ अत्यन्त आवश्यक छ जस्तो लाग्छ। यो सन्देश यहाँले भनिदिनु भयो भने उहाँहरूले अझै राम्ररी बुझ्नुहुन्छ। एकदमै यहाँले अहिलेको जल्दो बल्दो विषय, धेरैजनाले भन्नुहुन्छ म योग ध्यान गर्न चाहन्छु तर मलाई घरबाट निस्किने फुर्सदै मिल्दैन, अनुमति मिल्दैन, मसँग पैसा पनि हुँदैन भन्नुहुन्छ। त के गरौँ भनेदेखि यसलाई घरका मान्छे स्वस्थ भएको, मन शान्त भएको, सन्तुलित भएको, एकदम उसको व्यवहार ठिकठाक भएको, गुडै गुडले भरिएको
स्वस्थ, राम्रो, अनुशासित, सहयोगी, प्रेमल भएको कसलाई मन पर्दैन होला त? यदि घरका मान्छे, घरका आमा हुनसक्छ, भाउजू हुनसक्छ, आफ्नो पत्नी हुनसक्छ, यदि त्यस्तो अलिकति उहाँले जस्तो तपाईँले भनौँ न एउटा परिवारमा चाहे जस्तो हुनुहुन्न भने के बुझ्नु पऱ्यो भने उहाँलाई योग ध्यानको जरुरी छ भन्ने कुरा बुझ्नु पऱ्यो। यहाँलाई नै लगेर जोडिदिनुहोस् कि योग ध्यानमा, ल तिमी जाऊ, समय निकाल। हामीलाई मनोरञ्जनको लागि समय निस्किन्छ, हामीलाई कुराकानी गरेर गफ गर्नलाई समय निस्किन्छ, भोज भतेर गर्न समय निस्किन्छ, तर योग ध्यान गर्न किन निस्किँदैन भने हामीले त्यसलाई प्राथमिकतामा राखेनौँ। तर यो चाहिँ महत्त्वपूर्ण हो मेरो स्वास्थ्यको लागि, मेरो जीवनको लागि, मेरो परिवार सुख, सन्तान सुख, दाम्पत्य सुखको लागि यो जरुरी हो भन्ने कुरा महसुस गरेका दिन श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई योग ध्यानमा जोड्नुहुन्छ। न कि धन कमाएर खुसी बनाउन खोज्नुहुन्छ, न कि कुनै उपहार दिएर खुसी बनाउन खोज्नुहुन्छ। उहाँले दिने बेस्ट उपहार भनेको के हो? योग ध्यानमा लगेर जोडिदिने। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पुर्याउनका लागि पनि त घरबाटै सुरु गर्नु पर्यो होला नि त, व्यक्ति आफैबाट सुरु गर्नु पर्यो होला। च्यारिटी बिगिन्स फ्रम होम भनिन्छ नि होइन? त्यसै कारणले अब जो बुहारीहरू होइन, अब घरकै कुरा निस्किन्छ, जो बुहारीहरू जान खोज्नुहुन्छ तर त्यो समयको पाबन्दीका कारण उहाँहरू जान सक्नु भएको छैन, उहाँको सासू ससुरालाई चाहिँ यहाँले भनिदिनु पर्यो। उहाँ एउटी बुहारी शिक्षित प्रशिक्षित अब योग ध्यानले परिपूर्ण भएको खण्डमा उहाँको बच्चाहरू पनि कति राम्रा भएर निस्किन्छन् होइन? त्यो सम्पूर्ण परिवारको लागि त्यसले कसरी एउटा स्वस्थ बन्नको लागि, परिवार नै स्वस्थ बनाउनको लागि र समाज नै स्वस्थ बनाउनको लागि कस्तो खालको भूमिका एउटा बुहारी चाहिँ स्वस्थ भएको खण्डमा हुनसक्छ त्यो पनि भनिदिनु होला। अब म त के भन्छु भने पुरै घरकालाई नै योग ध्यान गरौँ, सासू ससुराले गरौँ, श्रीमान श्रीमतीले गरौँ, बच्चालाई छेउमा राखौँ, विभिन्न अनलाइन योग ध्यान गराउने ठाउँमा जोड्यौँ, न घर नजिकै काहीँ छ त्यहाँ गएर गरौँ भन्छु। योग ध्यान गर्ने व्यक्तिले यदि एउटा घरमा एकजना मात्रै छ भने त्यो घरको सारा ऊर्जा मण्डलै सकारात्मक बन्छ, त्यो घरको पुरै त्यो वातावरणै अर्कै बन्छ। त्यस कारणले घरमा एकजनाले मात्र ध्यान गर्यो भने पनि त्यो घरले यति धेरै एउटा दिव्य ऊर्जा प्राप्त गर्छ। त्यस कारणले यो लाभदायक छ, सबैले गरौँ, सम्भव हुन्छ भने सबैले गरौँ, हुँदैन भने पनि घरका एक दुईजनालाई, घरका जो कामकाजी छन्, जसले पकाएर खुवाउँछन्, जसले लुगा धोइदिन्छन्, जसले घर सफा गर्छन्, उसलाई त ऊर्जा चाहियो नि त। उसलाई 10-12 घन्टा काम गर्ने ऊर्जा चाहिएन? जबकि उसको मन अशान्त भएर, दुखी भएर, एकदम गुनासोले भरिएर जुन ऊर्जा गुमाएर ऊर्जाहीन बनेर तपाईँको घरको सेवा गर्छ भने तपाईँको कतिको सेवा गर्न सक्छ? त्यस कारणले त्यो व्यक्ति ऊर्जावान, खुसी, हाँसी खुसी, स्वस्थ, फुर्तिलो भयो भनेदेखि त तपाईँको सेवा गर्न सक्छ नि त। वृद्धको सेवा गर्न सक्छ, बालबच्चालाई एकदमै खुसी भएर उसले मातृत्व प्रदान गर्न सक्छ, हुर्काउन सक्छ, र ती हुर्किँदै गरेका बच्चामा पनि एक प्रकारको संस्कार बस्छ। यहाँ त मैले सबैभन्दा जरुरी त हामी जस्तो कामकाजी बिचको जुन उमेरको छ नि उहाँले योगदान गर्नु एकदमै जरुरी छ। हस्, सम्पूर्ण यो जुन कुराकानी र यो हाम्रो कार्यक्रम मार्फत यहाँले योग र ध्यानको विषयमा जसरी सम्पूर्ण वर्गलाई आज सम्बोधन गरिदिनु भयो, आफ्नो अत्यन्त महत्त्वपूर्ण समय दिएर यहाँसम्म आइदिनु भएकोमा हामी यहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। हस्, हामीले अभ्युदय ध्यान योगबाट चाहिँ शिक्षक रूपान्तरण कार्यशाला र कामकाजी व्यक्तिहरूको लागि जीवन व्यवस्थापन कार्यशाला गर्दछौँ। यहाँहरू यसमा लाभ लिनुहोस्, यसमा बुझ्नुहोस् र विद्यार्थीबाटै शिक्षकमा दिएको ज्ञान चाहिँ विद्यार्थीसम्म ट्रान्सफर हुन्छ। त्यस कारणले बच्चैदेखि यो संस्कार बसाउनको लागि हामी एक हातेमालो गरौँ, जुटौँ। हामी यो होइन कि यहाँ उहाँ भन्ने कुरो होइन, बस योग ध्यान गरौँ, हामी चाहिँ यही आग्रह गर्न चाहन्छौँ। हजुर, नमस्कार। हवस् त दर्शकवृन्द, यसका साथै आजको कार्यक्रमको समय यहीँ सकिन्छ। हामी सम्पूर्ण टिमलाई यहाँ बिदा दिनुहोस्। नमस्कार।